हु इज द ब्यालेन्स? केन्द्रीयहरूले बलिदानी दिनुभयो, शरीर चढाइदिनु भयो। को आयो प्रधानमन्त्री भन्दाखेरि बालेन शाह। कसरी आयो? नेपालको सैनिकको ब्यारेकको भित्र बालेन शाहको नाम कसरी आयो? बालेलाई चोरको आरोप लाग्नु भएको छ। हो, भर्याङ चोरको। हो, तपाईको भर्याङ चोरिया लग्यो। हो। मैले कहाँदेखि? पृथ्वीनारायण शाहको शालिगमा रियाज शहीदको यहाँ शहीद गेटको टुप्पामा मैले झन्डा बाँधेको थिएँ। झन्डा बाँधेपछि त्यो शालिगमा बाँधेको झन्डा चाहिँ नि भर्याङ चाहिँ चोरेर लग्यो। बा नमस्कार। नमस्कार हजुर। आज शहीद दिवस। हजुर, शहीदहरूलाई कसरी सम्झिनुहुन्छ? शहीदजीहरूलाई कसरी सम्झिने भन्दाखेरि संसारमा सबभन्दा प्यारो, शरीरभन्दा प्यारो केही पनि हुँदैन। यो शरीरै चढाइदिने कसको लागि? देश जनताको मुक्तिको लागि शहीद जीवहरूले आफ्नो शरीर चढाएर बलिदानी दिएर उहाँहरूले आफ्नो शरीर त्याग गरिदिनु भयो। उहाँहरूलाई मेरो मुरी श्रद्धा सुमन चढाउँदै म जसरी सम्झे पनि उहाँहरूलाई अपुग हुन्छ। त्यसले गर्दा शहीदहरूप्रति श्रद्धा सुमन चढाउँदछु, पाँचै शहीदप्रति। त्यसले गर्दाखेरि राणाजीहरूको जानिया राणा शासन विरुद्ध उहाँहरूले बोल्दै गर्दै आउँदाखेरि उहाँहरूको शरीरै बलिदानी भयो। त्यसले गर्दाखेरि बलिदानी त भयो, केही मुक्ति हुन्छ कि भन्ने आशा गरे। राणा शासन गयो, पञ्चायत गयो, व्यवहार केही गएको छैन। अहिले पनि 7 सालमा पनि भारतबाटै सञ्चालन भइरहेको थियो, अहिले पनि भारतबाटै सञ्चालन भइरहेछ। 76 जना केन्द्रीयहरूले बलिदानी दिनुभयो, शरीर चढाइदिनु भयो। को आयो प्रधानमन्त्री भन्दाखेरि बालेन शाह। कसरी आयो? नेपालको सैनिकको ब्यारेकको भित्र बालेन शाहको नाम कसरी आयो? किन आयो? केका लागि आयो? हु इज द ब्यालेन्स? त्यो नेपाली त होइन रहेछ, अमेरिकन, इन्डियन। कसरी र अमेरिकन भयो त? हो, त्यो प्रमाण त होला नि त? प्रमाण त पक्कै छ नि। के होला त? हो, 76 जना नेपालीहरू मारिनु। हजुर, 76 जना नेपाली मारिनु। बालेन शाहको नाम कहाँ आउनु भन्दा सैनिकको ब्यारेकभित्र आउनु। हजुर। त्यसले गर्दाखेरि प्रमाणित भयो। कसरी भयो? कसरी भयो भन्नु होला भने 2033 सालमा नेपाल ल्याउने, काठमाडौँ लिएर आउने पैसा विराटनगरबाट फारबिसगञ्जमा हौजहाज हाइज्याक गरेर गिर्जा टिमले लाँदाखेरि सुशीलाको श्रीमान पनि संलग्न भएर लैजानु भएको छ। त्यसले गर्दा प्रमाणित भयो। सुशीलाको श्रीमान नेपाल ल्याउने पैसा हाइज्याक गर्दाखेरि फारबिसगञ्जमा लगेर गिर्जा लगायत सबैले मिलेर बाँडीचुँडी गरेर खाएछन् भन्ने कुरा प्रमाणित कसरी भयो भन्दाखेरि केन्द्रीयहरूका बिचरा त्यो किताब बोकेका स्कुलले ड्रेस लगाउने बच्चाहरूलाई आन्दोलनमा लैजाने कस्तो मूर्ख रहेछ हेर्नुहोस् त। त्यत्रो बच्चाहरूलाई, स्कुल पढ्न जाने बच्चाहरूलाई झोला बोकाएर स्कुल लानु साटो आन्दोलनमा लाने, जहाँ कि संसद सचिवालय भत्काइयो, आगो लगाइयो। संसद सचिवालय त आगो लगाइयो, सर्वोच्च अदालतमा आगो लगाइयो र सिंहदरबारमा आगो लगाइयो। काठमाडौँ जिल्लामा रहेको बालेन शाहको अन्तर्गत रहेको दमकल, त्यो 3 ठाउँमा सर्वोच्च अदालत, सिंहदरबार, निर्वाचन आयोग, निर्वाचन राजा वीरेन्द्रले बनाएको, चाइनालाई प्लिज मेक माई संसद सचिवालयबाट भन्नुभएको थियो राजा वीरेन्द्र सरकारबाट। राजा वीरेन्द्रले चाइनालाई रिक्वेस्ट गरेर बनाइदिएको। हामी यता विषय वस्तुतिर जाउँ होइन। विशेष गरी आज शहीद दिवसको दिन शहीदहरू यहाँ हाम्रो नेपालमा चाहिँ अगण्य मात्रामा छन्। माने कि 15,000 देखि 16-17,000लाई नै शहीद मान्ने कि अथवा यी 4 जना मानलाई मात्र शहीद मान्नुहुन्छ? कसरी मानिदिनुहुन्छ? अब बालवाला कोही एउटा शिक्षिका मर्यो अरे त्यो शहीद हुन्थ्यो कि म भन्न सक्दिनँ। शहीद यी 5 जना, लखन थापा, शहीद सुखराज शास्त्रीज्यू, शहीद धर्मभक्त माथिवाज्यू, शहीद दशरथ चन्द्रज्यू र गङ्गालालज्यू,
नेपालका शहीद भन्नुपर्दा यी 5 जना र अर्को एकजना हुनुहुँदो रहेछ बझाङका मान्छे नेपालगञ्जमा मारिएका रहेछन्। अझ ऊ पहिलो शहीद हुनुहुँदो रहेछ। उहाँको टाउको काटेर लिएर आऊ भनेर राणाजीले भन्दाखेरि टाउको काटेर झोलामा हालेर राणाको अगाडि ल्याएर दिँदाखेरि ऊ शहीद रहेछन्। उनको शहीद घोषणा गरिएको छैन भन्ने कुरा अस्ति एकजना मैले जुन ठाउँमा गएको थिएँ त्यो ठाउँमा वीर पुरुषले भन्नुभएको थियो। त्यसले गर्दाखेरि हेर्नुहोस् अरू शहीदै होइन। भनेपछि अहिलेसम्म 14,000 समथिङ कति छ शहीदहरू जम्मा जम्मी है, सबैले तपाईँ मान्नुहुन्न शहीद? कहाँ शहीद मान्नु त? 63 जनआन्दोलन मरेकाहरूले शहीद मान्नुहुन्छ मान्नुहुन्न? कहिले 62-63 को जनआन्दोलनमा मरेका 10 वर्ष जनयुद्धमा मरेका लाई शहीद लिन मान्नुहुन्छ कि मान्नुहुन्छ? ए बाबा तपाईँ गोली हान्ने ठाउँमा गोली थाप्दै हिँड्ने, गोली हान्दै हिँड्ने, ती मर्ने पनि शहीद हुन्छन्। ल भन्नु त। जेनजी युवाहरूलाई पनि तपाईँ मान्नुहुन्न शहीद? बाबा त्यो स्कुलले पढ्ने विद्यार्थी बालक किताब बोक्ने ड्रेस लगाउने ती बालकहरूलाई हेर्नुहोस् नाकमा मारिए। त्यो बालक बच्चाहरू 10 वर्ष 12 वर्षका बच्चाहरू के लडाइँ गर्नु गएका हुन्थे? उहाँलाई शहीद मान्ने कि नमान्ने तपाईँ? के मान्ने किन? तपाईँले ठिक भन्नुभयो। हजुर कस्ता अधर्मीका साथमा हामी बाँचेका रहेछौँ। हजुर अब पर्जन्यले 17,000 मान्छे मारेर आयो। त्यो मान्छे छेपाराले रङ फेर्दै पार्टी बदली गर्दै दौडिँदै जाने। अनि त्यो के रुखबन्द कटवाल राजा महेन्द्रले कुकुरको छाउरो ल्याएर पालेको त्यो मान्छेले पर्जन्यलाई प्रधानमन्त्रीबाट आउट गर्यो। अस्ति के भन्छ रुखबन्द कटवाल, एउटा मान्छे अगाडि सैनिकको बिहारेको हिँड्छ भन्छ। सैनिकको बिहारे कहिले भर्ती गरे? राजा पृथ्वीनारायण शाहले भर्ती गरे। त्यो बिहारेकै भित्र राखेर राजा वीरेन्द्रलाई मारियो। त्यही बिहारेको भित्रको सैनिकहरूले अस्ति बालेन शाहको नाम उच्चारण गर्यो। ए बाबा बालेन शाहले के काम गरेका थिए र? प्रधानमन्त्रीको अफर आयो, अमेरिका र भारतले घोषणा गर्यो बालेन शाह प्राइम मिनिस्टर भनेर। बालेन शाहले के भन्नुभयो? म खान्न यो 6 महिना प्रधानमन्त्री, म चुनावमा जितेर आउँछु अनि प्रधानमन्त्री खान्छु। धाग लगाएको होइन। त्यसले गर्दा त्यो अमेरिकाले इन्डियाले चलाउने हो मेरो देश। 3 करोड नेपाली छ यो देश। तपाईँ शहीद चाहिँ यी 5 जना मात्र मान्नुहुन्छ है? हो यी 5 जना तपाईँको थाहा? यी 5 जना शहीद हुन्। खोटाहरू सुन्नुहोस् कुरा, खोटाहरू हुन्। अर्को कुरा म पर्जन्यले मारेका मान्छेका आन्दोलनमा जुन शहीद भएका चाहिँ त्यो शहीद होइन मरेका? ए बाबा हेर्नुहोस् 46 सालको आन्दोलनमा मरेकाहरू शहीद होइनन्? 46 सालको आन्दोलनमा मरेकाहरू शहीद होइनन्? यहाँ सुन्नु कुरा, मसँग सोध्नुहुन्छ यदि 10 वर्ष जनयुद्धमा मरेकाहरू शहीद होइनन्? होइन मेरो कुरा के शहीद भन्ने भन्नुहोस्। हो ठिक हो। देश र जनताको मुक्तिको लागि भएर जुन मारिए त 10 वर्षमा हेर्नुहोस् अब अन्यायकै लागि लडेका हुन्। भ्रष्टाचार सुशासनको लागि चाहिँ भ्रष्टाचारको विरुद्ध र सुशासनको निम्ति चाहिँ लडेका थिए जेनजी भाइ बहिनीहरू मरे, उनीहरू शहीद होइनन्? होइन मैले भन्न खोजेको कुरा के हो? तपाईँले भनेको कुरा ठिक हो। त्यो अस्ति आन्दोलनमा जो लिएर गयो नि त्यो नाबालक 12 वर्ष 15 वर्षका बच्चाहरूलाई, ती नाबालकहरू पनि त देशको भ्रष्टाचार निर्मूलको लागिदेखि लिएर होइन बालेनले के भनेको थियो? सिंहदरबारमा आगो लगाउने भनेको थियो। सिंहदरबारमा आगो लगाएपछि आफ्नो दमकल किन पठाएनन्? तपाईँको भर्याङ पनि बालेनले चोरेर लग्यो। हो कहिले चोरेर लग्यो भन्नुहोस्? 52 साल भदौ महिनामा, 52 महिना 81 साल। प्रमाण के छ? सीसीटीभी फुटेज छ? सीसीटीभी फुटेज छ? तपाईलाई बालेनलाई चोरको आरोप लाग्नु भएको छ? हो भर्याङ चोरको। तपाईँको भर्याङ चोरेर लग्यो। मैले पृथ्वीनारायण शाहको शालिगमा शहीद गेटको टुप्पामा मैले झन्डा बाँधेको थिएँ। झन्डा बाँधेपछि त्यो शालिगमा बाँधेको झन्डा चाहिँ नि भर्याङ चाहिँ चोरेर लग्यो। त्यही भर्याङ चोर अब प्रधानमन्त्री बन्दैछ। नापियो तपाईँहरूको लेखेर राख्नुहोस्। बालेन हुन्छ कि
चुनाव जित्नु पर्यो नि पहिला। भोलि चुनाव त जित्ने पक्का भइसक्यो भन्ने कुरा छ। ए बाबा चुनाव कहाँबाट हुन्छ? चुनाव कहिले हुन्छ? भोलि बालेन प्रधानमन्त्री भएर तपाईँको यही शब्द अनुसार तपाईँलाई कारवाही हुन्छ है फेरि। मलाई कारवाही होइन, केलाई कारवाही गर्नुपर्छ? चुनाव त 26 अरब रुपियाँ दाम, चुनाव त 26 अरब रुपियाँ दाम वर्षको चाहिन्छ। 26 अरबको रुपियाँको वर्षको भएपछि 4 वर्षको कति अरब भयो? 1 खरब भयो। घर दैलो कार्यक्रम सुरु गरिसक्यो। हो ठिक छ, सबै बालेनलाई भोट दिनु। ठिक छ, ठिक छ। घन्टी चिन्ह र तपाईँलाई बधाई छ। बालेन प्रधानमन्त्री भएपछि म उसको कसै खुट्टा ढोग्दैन। म छाती खोलेर ढाकेर हिँड्छु। भोलि प्रधानमन्त्री भइसकेपछि अहिले तपाईँले विरोध गर्दै गर्दा अप्ठ्यारो पर्दैन त? के अफेर पर्छ? मार्छ त्यसले होइन, त्यसको गाडमा दब छ भने मार्छ। हेरौँला म पनि, त्यसको मुकाबला गर्ने तागत मसँग छ। तपाईँको भर्याङ चोरी हुँदै गर्दाखेरि तपाईँले रिपोर्ट हाल्नु भएन? किन हाल्ने? प्रहरी चौकीमा किन हाल्ने? मेरो भर्याङ चोरी भयो भनेर तपाईँले रिपोर्ट गर्नु भएन? कुखुरा चोरलाई रिपोर्ट गर्छन्। नेपाल कसको? नेपालीको, इन्डियनको, अमेरिकाको। 3 करोड नेपालीको नेपाल हो। त्यसले गर्दाखेरि 3 करोड नेपालीको नेपाल हो यो। म एउटाको होइन, यो पशुपतिनाथको राज्य हो। बालेन शाहको बाउको विचार हो यो। त्यसले गर्दाखेरि तपाईँले यो शहीद गेटमा माल्य अर्पण गरिसक्नुभयो? गऱ्यो। कति बजे आइपुग्नु भयो? आएँ 10 बजे। धन्यवाद छ। धन्यवाद। अब यहाँ अर्को कार्यक्रम सुरु भयो है त। ल धन्यवाद छ तपाईँको अभिमानको लागि।